मेरोमा मसँग 8 जना यस्तो बाटो चाहिँ हिँड्दै अनि अर्को गाडी एफआइटी गाडी आउँदैछ अर्को हैन अर्को गाडीमा पनि ड्राइभरसँग 8 जना यो बाटोको लिइरहेको छु है हल्लेर है एकदमै गहिरो गएको छ मिलाएन है जान्ने न हो त्यही त अलिअलि सिक्यौँ यो चाहिँ गलेश्वरमा रहेको श्री वैष्णव राधाकृष्ण मन्दिर है र चाहिँ यता गलेश्वर शिवजीको मन्दिर एकदमै राम्रो मेन्टेन गरे जस्तो देखिन्छ त्यसमा त हिमाल चाहिँ पर्वत जिल्लामा पर्दो रहेछ यहाँ चाहिँ यो पहाडको सायद यो सुनढुङ्गाको पहाड हो अनि बिचमा खुला भएको हुनाले हट स्प्रिङ चाहिँ स्प्रिङबाट आउँदो रहेछ यसरी धारा जस्तो बन्द रहेछ शिवजीको मूर्ति यतापट्टि मन्दिर पनि छ बोल्न नसकिने भएको हुनाले सहस्त्रधारा भनिएको रियलमा हेर त रियल ल यो खाँदा कस्तो मजा आउला है एउटा खाइदिउँ त एउटा टिपिसी जे परे पर्ला कि मार्लान् यहाँ भिडियोमा गयो हो बिस्तारै आउनु अनि ठ्याक्कै त्यही स्याउ भएको ठाउँतिर गएर यसो स्याउ मुसार्दै होइन अलि सँगै हुनु न अब दुईजना यहाँ त है यता ऊ रहेछन् गोल्डन स्याउ छन् यसमा चाहिँ होइन देख्नु होला कि आफै फोन हेरि ए ल स्याउबारीमा यता माथि हिमाल तल स्याउबारी अब कति पिस्यो ल ढिलो होला कि आउँदा हुन्छ भयो ढिलो आउँदैन केही कति गरममा भन्ने छ
जोन्सन बजार पुरै देखियो जोन्सनबाट त माथि हिमाल पनि अलिअलि पुरै हिम डाँडा सब देखियो एयरपोर्ट पनि लामो रहेछ कि पुरै नआउने छ कि यसमा हिमाल पनि अलिकति देखिन्छ भने हिमाल पनि देखियो ल हिमाल कस्तो राम्रो देखियो है ल शोभा कस्तो लागिरहेछ आज हामी अक्टोबर 11 2025 मा यो 4600 मिटरको हाइटमा यो चाहिँ कोरोला नाका यो यतापट्टि चाइना हैन त्यो चाहिँ सबै देखिने चाइना हो हैन त्यहाँनेर पिलरहरू छन् त्यो पिलरमा हामी चाहिँ त्यता उतापट्टि जान पाइएन अनि त्यो सबै यो चाहिँ चाइना अनि यतापट्टि हामी नेपाल यतापट्टि यत्रो भिजिटरहरू आज हुनुहुन्छ शोभा कस्तो लागिरहेछ त यत्रो हाइटमा चाहिँ आउँदाखेरि कस्तो लागिरहेछ एक्साइटेड ल यो चाहिँ सबै हाम्रो नेपाल हो यतापट्टि अनि यहाँ चाहिँ यात्रुहरू हुनुहुन्छ अनि यो चाहिँ यतापट्टि चाइना ल तिमीले मेरो खिच्दियो त यसैमा जोड न अलिकति लामो हुन्छ नि ल पापा हैन अब म त चाहिँ एकदमै ह्याप्पी छु किनभने यो अल्टिट्युडमा 4600 मिटरको हाइटमा आउनु यो चाहिँ हामी आज चाहिँ अक्टोबर 11 2025 मा नेपाल चाइना बोर्डर कोरोला नाकामा चाहिँ आएका छौँ हैन उतापट्टि देखिने सबै चाहिँ चाइना हो कस्तो यहाँ यस्तो राम्रो बिल्डिङ बनाएर यति राम्रो बनाएको हैन 100 मिटरको हाइटमा छ यो कति हिमालहरू भन्दा यो चाहिँ वास्तवमा अल द टाइम हिउँ जम्नी ठाउँ हो त्यस्तो हो अनि यताबाट उतापट्टि गयो भने अब सायद चाइना तिब्बत होला हैन तर खुब खुसी लाग्छ यति चाहिँ यो किसिमको यात्रा गर्न पाउँदाखेरि हैन नेपालमा आएर भिजिट गरेको टाइममा गर्न पाउँदा ल खिच आउनु यता जानु हजुरहरुलाई म अब देखाइराख्छु है ल घुम्नु यता उता पनि अनि यसो घुमाएर है त ल हिँड्नु घुमाएर अनि स्वाटै हजुर हिँड्दै जाने छैन अनि हैन ल यहाँ चाहिँ यो चाइनिज आर्मीहरू लखेट्न पनि आयो बोर्डरदेखि उतापट्टि नेपालीहरू गएको हुनाले लखेट्न पनि आयो त्यहाँ छन् अनि कतिपयले बोर्डरदेखि यो पिलारदेखि कहाँनिर त्यहाँ लिएको पिलारदेखि उतापट्टि गएपछि मोबाइलहरू जफत पनि गर्छ अरे उति अहिले चाहिँ लखेट्ने आयो र चाहिँ जो मोबाइलहरू जफत पनि गर्छ ल देखा है पहले बार ल शोभा कस्तो ठाउँमा आइछ भने त यो हामी यो चाहिँ कोरोला नाकाको बोर्डरमा हिमाल त्यहाँ कस्तो हाँसिरहेछ भने त नेपाल कति ब्युटिफुल छ ल ल नाच होइन पहिले नाच एक राउन्ड नाच ल हो नाच त्यस्तो डराउनु हुन्न छेर्रा हुनुहुन्न कि कहीँ पनि ओहो ल होइन अब यतापट्टि चाइना हो के अरे अब हामी त्यहाँबाट आएको ल बाफ्रे ल के अरे भने यस्तो मजा आउँछ यार ल यो ल अहिले हामी चाहिँ अप्पर मुस्ताङको एउटा चाहिँ गुफामा आछौँ यो 5 तले गुफा अरे यो चाहिँ सुशेल गुफा अनि यसमा 5 तले गुफा यसमा चाहिँ भर्याङहरू सबै माटाकै भर्याङबाट हामी चाहिँ माथि 5 तलासम्म जान सक्छौँ अरे अनि यो पहिले चाहिँ राजाहरू बस्थे अनि त्यस्तो गर्थे अरे यतापट्टि चाहिँ यतापट्टिका उहरूमा यो गुफा जस्तो देखिन्छ यो नेचरले बनाएको अनि यिनीहरू चाहिँ सैनिकहरू बस्ने अनि राजाहरूलाई प्रोटेक्ट गर्ने त्यस्तो काममा युज हुन्थ्यो अरे यहाँको ल्यान्डस्केप यस्तो छ यो चाहिँ अचम्मको ल्यान्डस्केप ल बाबा नडराइकन गइसु खै गइसु ल के रे यो के गुफा रे यो सिन के हो सिन गुफाको नाम त अहिले राखौँ ल
तिमी आउन सक्छौ म ट्राई गर्दैछु के रे बिस्तारै ट्राई गर है त ल यहाँ अलि माथि गइछ त ल भर्याङ छ ल यस्तो भर्याङबाट जानु ल पर्छ गइराखेछु जाम मलाई त यो केही छैन ल ल ल ल माथिको कोठा होइन त सो एक तला बल्ल ल हेरौँ त ल यहाँनिर एउटा कस्तो अनुभव भएको छ त यो 5 तले गुफामा जे छ तिमीले चाहिँ गरेकोमा एकदमै खुसी छु म आइएम सो ह्याप्पी ल म त यस्ता चाहिँ कति गरे हो ल यस्ता भर्याङ त म चढे आफ्नै घरमा पनि भर्याङ होइन मलाई त त्यति युनिक होइन तर पनि ओके ल यो चुनढुङ्गाको बनेर रहेछ कि यो लाइम स्टोनको हो त्यही भएर यो चाहिँ यो लोमान्थाङ मुस्ताङ यहाँको चाहिँ यो बस्ती होइन आज हामी चाहिँ फेरि यो बस्तीमा चाहिँ त्यही होटलमा लोमान्थाङ होटलमा बसेका छौँ त्यसपछि यहाँ अहिले दरबार हेर्न आएको यहाँ चाहिँ यो भित्र यो पर्खालभित्र चाहिँ लोमान्थाङ दरबार छ के पोतला हो दरबार चाहिँ हाम्रो साथीहरू शोभा त्यहाँ अगाडि गएका छन् दरबार हेरेर हामी फेरि चाहिँ खाना खान जान्छौँ ल यो चाहिँ दरबार र यतापट्टि यो पोतला होटल अरे अनि यो चाहिँ हामी दरबार चाहिँ अगाडि जान्छ मुस्ताङ राजाको चाहिँ दरबार यही नै हो सुवेनियरहरू किन्ने पसल पनि रहेछ अनि यो चाहिँ दरबार छिर्नु ए शोभा कता जानु लाग्यो ए यहाँ हो त ल यता अरे यहाँ चाहिँ दरबार चाहिँ ल यता हेर ल कहाँ जानु लाग्यो तिमी मुस्ताङ राजाको दरबार थाहा पाउनुपर्छ नि पुरानो भइसकेको रहेछ त होइन त सबै यो सबै भागहरू यहाँदेखि उतापट्टि निलगिरी यही अब यसको फेरि यतापट्टि निलगिरी हिमाल अनि यहाँ चाहिँ जमसमबाट एकदमै नजिक पर्दो रहेछ अनि जहाज भर्खरै गयो अनि यतापट्टि गाउँ के अरे ठिनी अरे अनि जमसम चाहिँ अझ माथि पर्छ त्यहाँ अरू हिमालहरू हेर्न हामी चाहिँ जाँदैछौँ ल ग्राम लफिन देखाएर 360 कि सबै यो चाहिँ धौलागिरी हिमाल यो के हजुरको पछाडि के अनि यो पछाडिको चाहिँ यो निलगिरी यतापट्टि सालीग्रामको चाहिँ रहेछ होइन अनि यहाँ हामी यतापट्टि जाने चाहिँ यतापट्टि अहिले सूर्य उदाइरहेकोतिर यो मुक्तिनाथ यो 360 गरेर त पुरै जोसम चाहिँ यहाँ तलतिर कागबेल मुक्तिनाथ जाने कति राम्रो बाटो छ है मुक्तिनाथ जानलाई चाहिँ पिच बाटो राम्रो बनाएको क्या तिम्रो आएन
गरेर छोड्दियो न ल शोभा ट्रिक ओहो हो ल ल हिँड यता ल अहिले चाँड चाँडै गर ल ल ओहो मान्छेहरू त्यसरी दौड्छन् ल यहाँको भिड मुक्तिनाथ मुक्तिनाथ नारायणको यहाँ मन्दिरमा दर्शनार्थीहरूको भिड कति छ हेर्नु त यो चाहिँ 108 धारा अनि यतापट्टि चाहिँ भक्तजनहरूको घुइँचो उता हिमाल अनि यता चाहिँ भक्तजनहरूको भिड छ बिहानैदेखि भिड हुँदो रहेछ जाडो है म त आँट गरेर झ्याप्प गएँ ल अब त्यहाँ गएपछि गर्दै पार गरिन्छ मुस्ताङ अनि हामी चाहिँ आज मुक्तिनाथ नारायणज्यूको दर्शन गरेर फर्क्यौँ नि क्रममा यहाँ चाहिँ खाना यो छुसाङ यो सबै ढुङ्गै ढुङ्गो होइन यो चाहिँ अब यो अलिकति कच्चा माटोको होइन यो चाहिँ यो हिउँले खाँदा जति गल्न पर्ने थियो त्यो गल्यो बाँकी चाहिँ अझै छ होइन र विभिन्न सेप देखाएको छ होइन अहिले तिमीले हेर्छौ भने कोही मूर्ति जस्ता छन् होइन कोही मान्छे टाउका जस्ता छन् अलिकति क्लोजअप गरेर त्यहाँ ल्याउँछ त्यसमा अनि यो सबै अब लाइन से हिमाल ओहो खै बाबा कति भेट्टे यहाँ शालिग्राम खोज्दै सबैजना यसरी रहेछ यहाँ शालिग्राम खोज्ने अप्पर मुस्ताङ होला त्यो भेट्यो बाबा खै भेट्यो कि रहेछ त यो चाहिँ हामी अप्पर मुस्ताङ जाने क्रममा यो चाहिँ जस्ट के अरे सुस्याङ भन्ने चाहिँ ठाउँबाट हामी खाना खाएर निस्किँदै थियौँ यहाँ तल यस्तो क्यानियन छ कति गहिरो छ काली नदी देखिन्छ तल अनि यता हामी माथिबाट चाहिँ अब यो सिनको क्रममा यो चाहिँ सायद यो चाहिँ धौलागिरी होला होइन धौलागिरी यो बाटो होइन यहाँ माथि आउँदैछौँ हामी हाइटमा जाँदैछौँ मुक्तिनाथ भगवानको दर्शन गरेर ल शोभा के छ ल अमेजिङ छ होइन बाफ्रे यता हिमालय हेर त अनि उता यो चाहिँ सायद धौलागिरी हो होइन यो धौलागिरी हो अनि यो चाहिँ अन्नपूर्ण होइन यतापट्टिको अन्नपूर्ण अनि यो चाहिँ यहाँको ल्यान्डस्केप एकदमै अमेजिङ छ इन्ट्रेस्टिङ न्यू फर अस
चाहिँ अप्पर मुस्ताङबाट देखिने हिमालहरू पछाडि सायद अब कुन गरी हो धौलागिरी होला अनि शङ्करको रेन्ज होला यो चाहिँ रेन्ज त्यही त हो नि केटाहरूले गर्ने त्यही त हो नि केटाहरूले आफूलाई के खर्च गर्छन् होइन सबै श्रीमतीको लागि यो अप्पर मुस्ताङ यहाँको चाहिँ कति राम्रो गौरीशङ्कर ल यहाँ चाहिँ बागलुङको कालिका मन्दिरमा सबै परिवारको सुख समृद्धि सुस्वास्थ्यका लागि चाहिँ कालिका प्रार्थना हुन्छ यो बागलुङ कालिका मन्दिर सबै यता आएर त ल सबै चढाउ त त्यहाँ उयोहरू प्रसादहरू निकै राम्रो रहेछ ल म पनि छुन्छु मैले चाहिँ यसरी छुएँ कि यसो आरती गरे जस्तो गर त अलि भएर शोभा ए डर लाग्छ छैन यो गोल्डन ब्रिज बागलुङको यता तल कालीगण्डकी निकै यो सबभन्दा सायद लामो होइन नेपालमा लामो र अग्लो ठाउँमा रहेको सस्पेन्सन ब्रिज हो ल कस्तो राम्रो रहेछ ल कस्तो राम्रो रहेछ ल ल इनिस मजाले यहाँबाट बागलुङ भइहाल्यो अनि चाहिँ अब मुस्ताङ चाहिँ जान लाग्छ यो चाहिँ बागलुङ यतापट्टि पर्वत हो यतापट्टि यो बागलुङ भयो ए ल त यो सबभन्दा लामो गोल्डन ब्रिज कति लामो कति लामो यो सबभन्दा लामो अरे अनि हाइट कालीगण्डकी यता ब्युटिफुल सिन देखिन्छ र पर्वत छोडी यतापट्टि बागलुङ यहाँनिर कालीगण्डकी अनि हामी अहिले चाहिँ भर्खर के अरे कालिका भगवती बागलुङमा दर्शन गरेर आयौँ होइन एकदमै एक्साइट छौ शोभा खै म ठिकठाक बनाउने हो लाभ तिम्रो गर्दा के ठाउँ आछ रे पापा अहिले यो शालिग्राम सङ्ग्रहालय यो उसमा के अरे बागलुङमा कस्तो अनि यसको चाहिँ के अरे वेङ्कटेश मन्दिर कुडाले सबै गण्डकीमा भेटेको यो सबै गण्डकीमा कालीगण्डकीमा मात्रै भेटिन्छ ए बा आँखाले हेर्दासम्म श्री कृष्ण गण्डकी
यता यता काली नदी बाटो बेर्सिन खै पर्यो रुक्छ बन्द गर्दै आएको के न मागमा बाटमा फेरि खतरा बगैँचा नै खोला सबभन्दा ठुलो झरनाहरू हेर्नु भयो यो रुप्चे झरना के रे रुप्चे यहाँ गाडी रोकेर है गाडी रोकेर छ हेर्न बन्द रहेछ टिकटक गराउनु फाइदा हुन्छ नि त्यहाँ गराउनु भएपछि के अरे लेक साइड होइन प्याराग्लाइडिङ आकाशमा केबल कार उडिरहेछ नि त देखिन्छ भिडियोमा चाहिँ के अरे त्यो प्याराग्लाइडिङ हो खै अब मलाई चाहिँ अलि बुढो भएँ कि प्याराग्लाइडिङ गर्नु नत्र भने त त्यस्तो क्रेजी मान्छे हो म हेर त ऊ त्यहाँ चाहिँ जलाइचान हेर त त्यो के रहेछ त्यहाँ हामी अन्नपूर्ण केबल कार यो पोखरामा होइन हामी सरङकोट जाँदैछौँ सरङकोट है वेदरले पनि साथ दिन्छ साइडबाट एकदमै राम्रो छ वेदर हामी एक्साइटेड छौँ माथि गएर सायद अब रेस्टुरेन्टमा चाहिँ हामी खाना पनि खान्छौँ भन्ने योजना छ हामी चाहिँ बुढाबुढी घुम्न आएको खुब मजा आछ बुढो उमेरमा गयो भने खुब मजा आछ सो तिमी कति एक्साइटेड छौ भन त अनुहार त चम्किया छ नि चम्किया छ लेक छ अनि चाहिँ पुरा ह्याप्पी यतापट्टि यो पोखरा केबल कार खाएँ यतापट्टि अर्को चाहिँ केबल कार चाहिँ तल झर्दैछ हामी अब यहाँ माथि चाहिँ केबल कार सरङकोट जाँदैछौँ त्यहाँ चाहिँ अब टपमा रेस्टुरेन्टै छ अरे hopefully we'll eat there and have fun today October 8, 2025 मा हामी यहाँ छौँ र यहाँ चाहिँ रिसोर्ट चाहिँ एकदमै राम्रो गरेर छ हाम्रो रिसोर्ट पनि यहीँ तल यो अलिकति तल छ यस अब राम्रो ठाउँ हाम्रो नेपाल एकदमै होइन सो ओहो के हो त यस्तो म फोटो खिच्दैछु त ल फोटो खिच्दै केबल कार सरङकोट के अरे यो पञ्चमुखी गणेशजीको अगाडि भूमिकाली मन्दिर अरे भूमिकाली मन्दिर ए यहाँ त्यस भ्यू हेर्न आएको बादल आएछ आज अलिकति उता पोखरा रहेछ यहाँबाट पोखरा बजार अलिकति बादलले चाहिँ डिस्टर्ब गर्यो ल सभा पोखरामा कस्तो लागिरहेको छ त हामी त हिउँटारमा आएछौँ ठिक छ वेदर अलिकति त्यस्तै हो पोखरा पानी परिरहन्छ यहाँ पञ्चमुखी गणेश अनि हामी चाहिँ यहाँ चाहिँ भ्यू टावर छ अहिले चाहिँ अब चढ्ने हो अनि यहाँ भूमिकाली मन्दिर अनि यो शोभा पोखरेल हो यो चाहिँ